5जना मान्छेहरूलाई साह्रै मूर्खहरूलाई चाहिँ पुरस्कार दिनु मन लाग्छ। लौ यो दुनियाँमा खोजेर ल्याऊ, 3 दिनको समय दिन्छु, सबभन्दा मूर्खहरूलाई चाहिँ खोजेर ल्याऊ भनेपछि गुरु के भेट्नु भएको छ सुरुमा भन्दाखेरि एकजना व्यक्ति चाहिँ त्यो दिनमा उहाँले यसो हेर्दाखेरि चाहिँ एकजना व्यक्तिले चाहिँ लड्नु भएको रहेछ चिप्लो बाटोमा, हात यसरी राख्नु भएको रहेछ अनि खुट्टा चाहिँ चलाइराख्नु भएको रहेछ। मैले खुट्टा चलाउने हजुरले देख्नुहुन्न होला, तर चलाएको जस्तो हजुरले मैले खुट्टा चलाइराखेको, पल्टेको आकाशतिर हेरेको, हात यसरी राखेको र खुट्टा चाहिँ चलाइराखेको रहेछ। उहाँलाई त खोज्नुपर्ने को छ हजुर? मूर्ख होइन हजुर, महामूर्खहरू खोज्नुपर्ने छ। मूर्खमा चाहिँ टप हजुर हेरेर छानेर। उहाँलाई लागि यो मान्छे त्यस्तो हुनसक्छ भनेपछि के गर्नुभएको हजुर भनेपछि श्रीमतीजीले यति पर्दा लिएर आउनुभएको भन्नुभएको थियो तिहारको उपलक्ष्यमा, पर्दा अलिकति पुगेको छैन, यति मात्रै कपडा ल्याउनु भनेर हातको साइज दिनुभएको थियो। म लडिगएँ यहाँ फेरि चिप्लेर। अब हात छोड्नु भएको छैन, हेर्न हात छोडेको त हात पर्छ। तिमीलाई कति काम सिकायो, यति कपडा पनि ल्याउनु तिमीले सकेनौ। म नाप नक्सा छोड्न चाहन्न अहिले, लडिगएँ, के गर्ने हो। अब मैले ध्यान र योग लगाउँदैछु। पसलमा पुगिरहेको छु, पसलले मलाई यो कपडा दिँदै हुनुहुन्छ, श्रीमतीलाई लगेर मैले दिएँ, श्रीमतीले लिनुभयो भनेर म योग गरिरहेको छु। तपाईँ यही योग गर्नुहुन्छ, तपाईँ यही ध्यान गर्नुहुन्छ, मलाई आउने नै यो गऱ्यो भने ठिक हुन्छ भन्ने मलाई लाग्छ। बधाई छ, आइतबार आउनु होला भनेर भन्नुभएको छ होइन, पुरस्कार लिनुको लागि दरबारमा आउनु होला। एकजना, कतिजना हजुर? 5 जना मात्रै। एकजना भेट्यो, दोस्रो जना भेट्यो, नयाँ जुत्ता लगाएको, मोटरसाइकलको पछाडि बसेको, 25 किलोको चामलको बोरा टाउकोमा बोकेको, अगाडिपट्टि चाहिँ एकजना छोरा अथवा सन्तान, अलिकति ठुस्कान मोडमा मोटरसाइकल चढाइरहेको, मोटरसाइकलको हावा अलिक कम, उकालो बाटो। मलाई लाग्यो बिस्तारो बिस्तारो भएपछि यो के भइरहेछ भनेर उहाँले सोधेपछि चाहिँ छोरामा मलाई पटक्कै विश्वासै छैन, यो नयाँ पुस्ता हो, यो जेन्जी हो, यसमा विश्वासै छैन, मोटरसाइकलमा हावा पनि कम छ। तपाईँको सोधेकै राम्रो भएन नि। अब यसले ब्रेक पनि ठाउँमा नलाउला भनेर मैले नयाँ जुत्ता लाएर मैले म ब्रेक लाउँछु खुट्टाले भनेर, यसले लाउन सक्छ कि सक्दैन भनेर मैले ल्याएको छु। उकालो बाटोमा मोटरसाइकल तान्दैन, त्यसैले गर्दाखेरि यो चामलको बोरा राख्यो भने चाहिँ झन् मोटरसाइकल पल्टदै हुन्छ। त्यसैले मैले टाउकोमै सबै जिम्मेवारी उठाएर हिँडिरहेको छु। तपाईँको कुरा बुझ्यो खोइ त होइन। ल यो त आइतबार राख्नु होला हजुर, 11:30 बजी। तेस्रो व्यक्ति हेरौँ भनेको दिनभरि पाइएन, साँझ पख एकजना व्यक्ति सर एउटा पोलको मुनि, एउटा बत्तीको मुनि एउटा यसो खोज्दै 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 त्यहाँ हुनुहुँदो रहेछ। अनि घुमै हुनुहुन्थ्यो, त्यहाँ खोजे के खोज्नु भएको भन्दाखेरि दिउँसो जङ्गलमा, अलि माथि जङ्गलमा हामीहरू पिकनिक गएका थियौँ, बेस गरी खाइयो, त्यहाँ सुर लगाइयो, अनि त्यसपछि मोबाइल पनि झरेछ, गहना पनि झरेछ, बाला पनि झरेछ, अनि यहाँ पाइसक्यो भनेर खोजेको हराएको कहाँहरू। अनि यहाँ खोजेर पाइन्छ भन्दाखेरि त्यहाँ जङ्गलमा त जङ्गली जनावरहरू छन्, बाघ भालु छन्। अब अहिले खोजेर जाँदाखेरि तपाईँको बुद्धि छैन, खाँदैन दिनु न। जहाँ सजिलो छ त्यहाँ खोज्ने होइन, तपाईँको बुद्धि खोइ के भयो। ल हजुर, त्यसले आइतबार तपाईँ पनि आउनु होला। कतिजना भयो हजुर? 5 जना खोजेको जङ्गल महामुर्ख त 3 जना। अनि उहाँको बाढी पनि सीता पाइलातिरैबाट पर्दो रहेछ। दरबारतिर जाने मान्छे पाइएको दुखेर भनेर हैरानमा हुनुहुन्थ्यो। बिहान भर्खर ट्रेनमा एकजनाले चाहिँ गाईलाई ट्रेनबाट उठाएर टोक्सीतर्फ लगिरहेको सिन देख्नुभएको छ अफिस जानेको लागि। के गर्नुभएको हजुर भन्दाखेरि माथि टोक्सीमा घाँस उम्रेर हैरान भयो। तिहारको मान्छेहरूको सरसफाइ गर्ने, घाँस उखाल्ने केही हिम्मतै छैन। पैसा तिर्यो भनेदेखि ट्रेन आइहाल्छ, गाई भैँसीलाई माथि नै लगेर चलाउनु। अल्छी पनि रोगै नै छैन। 5 जना खोजेको कति पाइयो हजुर? समग्रमा मैले हजुरलाई के भन्न खोज्दैछु, पछि पनि हाँस्नु होला, अहिले पनि हाँस्नु होला। कहीँ हामीले जिन्दगीलाई अगाडि लग्ने क्रममा ताओ भनेको बाटो हो, मार्ग हो, परमात्मालाई खोज्ने मार्ग, यात्राको मार्गमा हामीले कहीँ मूर्खै गरिरहेको छ। एकचोटि जोडले ताली बजाउँ है। दरबार जानुभयो, राजाले गर्नुभयो, 3 दिनको छुट्टी दिएको थियो, जम्मा 4 जना मात्रै मान्छे लिएर आयो भन्दाखेरि उहाँले भन्नुभयो एकजना मलाई स्वीकार गर्नुहोस् हजुर। किन भनेको महामूर्ख खोजेको म पनि चाहियो नि होइन। अब हजुरलाई आजको कार्यक्रम पनि जोड्न चाहन्छु। मलाई मान्छेले कति नजान्ने हो भनेर बोलाउनुहुन्छ फेरि।
यसलाई साह्रै अप्ठ्यारो छ। कहिलेकाहीँ यहाँ पनि अलिअलि हाँस्छु म, घरमा गएर बेसरी हाँस्छु। एक्लै हुँदाखेरि म बेसरी हाँस्छु। यो दुनियाँमा मलाई जान्ने मोटिभेसनल स्पिकर भनेर उभिरहेको। अनि राजाले भन्नुभयो ल भयो तपाईँले त म महामूर्ख भनिदिनु भनेपछि खासमा महामूर्ख त तपाईँ नै हो। तिहारको उपलक्ष्यमा कति कार्यक्रमहरू छन्, यी सबै कार्यक्रमलाई छोडेर मूर्ख खोज्न पठाउने हो त तपाईँ। महामूर्ख उपाधि छोडिदिनुहोस्, 5 उपाधि तपाईँ राख्नुहोस्। आएकाहरूलाई चाहिँ भोजन बनाएर राख्छ, उहाँलाई खुवाउनुहोस्। ताली बजाएर भेट्नु। अब दोस्रो जोड मसँग सुनाउने समय भएन, किनभने अब समय त हामीसँग निश्चित छ, फेरि पनि भेटौँला। अब मैले हजुरलाई सेल्फ रियलाइजेसन एउटा सानो स्टोरी सुनाउँछु। एकजना व्यक्तिलाई पैसाको